हाम्रो वार्ताको सन्ध्याकालीन समाचारमा प्रिय दर्शकहरूमा हार्दिक नमस्कार। बुलेटिन आरम्भ गरौँ आजका प्रमुख खबरहरूबाट। मुख्यमन्त्रीले गरे 12औं गोश्री ग्याल्त्सप रिम्पोचेको दर्शन। सम्झौतालाई लिएर पश्चिम बङ्गाल सरकारको गरे मुख्यमन्त्रीले प्रशंसा। पटना उच्च न्यायालयका मुख्य न्यायाधीश मीनाक्षी मदन राईले गरिन् अवकाश ग्रहण। विधायक आदित्य गोलेको निर्देशनमा थर्पु टिम्बुरबुङ सडकमा वृक्षरोपण। अमेरिकाले गर्यो इरानमाथि फेरि अर्को आक्रमण। अब समाचार विस्तारमा। शुक्रबार मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले 12औं गोश्री ग्याल्त्सप रिम्पोचेको दर्शन गरी आशीर्वाद ग्रहण गरेका छन्। नाम्ची जिल्ला स्थित रालाङ गुम्बामा प्रार्थना अर्पण गर्दै मुख्यमन्त्रीले ग्याल्त्सप रिम्पोचेको सुस्वास्थ्य, दीर्घायु अनि सम्पूर्ण प्राणीहरूको कल्याणार्थ धर्मको चिरस्थायी उन्नति र समृद्धिको लागि कामना गरेका छन्। कलकत्ता स्थित परिवहन भवनमा सिक्किम अनि पश्चिम बङ्गाल सरकारबीच पारस्परिक यातायात सम्झौतामा हस्ताक्षर भएको छ। पश्चिम बङ्गालका परिवहन विभागीय प्रमुखसहित रविन्द्र सिंह, सिक्किम सरकारबाट यातायात विभागीय सचिव मनिष प्रधान अनि एटिसी तथा सचिव रोशन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन्। हस्ताक्षरको समय परिवहन मन्त्री अर्जुन सिंहको उपस्थिति रहेको थियो। सम्झौता अनुसार सिक्किमको ट्याक्सी सवारी साधनको लागि काउन्टर सिग्नेचर अनुमतिलाई 3000बाट बढाएर 6000 गरिएको छ। यसका साथै सिलगढी तथा अन्य ठाउँबाट फर्किँदा सिक्किमको ट्याक्सीले यात्री चढाउन पाउने व्यवस्था भएको छ। सम्झौताले सारथीहरू गाडी रित्तै फर्काउनु पर्ने समस्याबाट मुक्त भएको तथा उनीहरूको आम्दानी बढ्ने स्पष्ट गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सम्झौतालाई अन्तिम रूप दिन पश्चिम बङ्गाल सरकारको सहयोगप्रति हार्दिक आभार साथै प्रशंसा गरेका छन्। पटना उच्च न्यायालयका मुख्य न्यायाधीश मीनाक्षी मदन राईले सेवाबाट अवकाश ग्रहण गरेकी छन्। मुख्य न्यायाधीश मीनाक्षी मदन राई सिक्किम राज्यबाट उच्च न्यायालयको मुख्य न्यायाधीशमा शपथ लिने तथा उक्त भूमिकालाई सफलतापूर्वक निर्वाह गर्ने प्रथम महिला पनि हुन्। शनिबार पटना उच्च न्यायालयमा भव्यसँग आयोजित विदायी समारोहलाई मुख्य न्यायाधीश राईले सम्बोधन गरिन्। विदायी समारोहमा पटना उच्च न्यायालयका न्यायाधीशहरू, बार एसोसिएसनका सदस्यहरू तथा अदालतका अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। न्यायाधीश राईले 5 जुन 2026 को दिन पटना उच्च न्यायालयको 48औं मुख्य न्यायाधीशको रूपमा शपथ लिएकी हुन्। विधायक आदित्य गोलेको निर्देशनमा शनिबार थर्पु टिम्बुरबुङ सडकका किनारामा उच्च जातका फलफुलका रुख बिरुवा रोपनी अभियान आरम्भ भएको छ। आँप, लिची, अम्बक आदिका बोट बिरुवा रोपनी गरिएको छ। थर्पु समाज पञ्चायतका प्रतिनिधिहरूसहित सोरेङ खण्ड विकास अधिकारीको उपस्थितिबीच बिरुवा रोपन अभियान सम्पन्न भएको थियो। अभियानलाई एकजना समाजसेवीले बिरुवा उपलब्ध गराएको पनि बताइएको छ। अबको पालोमा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि 1000 मिसाइल आक्रमण गर्ने धम्की दिएपछि इरानको राजधानी तेहरान बम विस्फोटको आवाजले गुन्जमान भएको छ। इरानको सरकारी मिडियाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै तेहरानको पूर्वी क्षेत्रमा भएको बम विस्फोटलाई युद्धबाट बाँचेको बम विरोध पड्काएको उल्लेख गरेको छ। इजरायलले दिएको जासुसी जानकारीमा तेहरान अमेरिकी राष्ट्रपति ट्रम्पलाई मार्ने षड्यन्त्रमा लागेको बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान उनको हत्या गर्ने कोसिस गर्छ भने इरानले अहिलेसम्म नदेखेको अझ भयानक आक्रमण गर्ने बताएका छन्। सुन्दै हुनुहुन्थ्यो हाम्रो वार्ताको सन्ध्याकालीन समाचार। आजलाई यति मात्रै। शुभ साँझ।